now new video. धेरै पछि vlog गराउँदैछु. So आजको vlog चाहिँ बेसिकली we are heading towards पाल्पा है. मेरो आवाज कतिको आयो मलाई थाहा भएन. म धेरै पछि vlog गराउँदैछु. धेरै भन्दा पनि धेरै हो, 1 वर्ष भन्दा पनि धेरै भइसक्यो. Right now we are at Yuguti. अब all the way पाल्पा हामीले सब भिडियो खिचेर हाल्नेवाला छौँ. स्टोरेज निकै कम भएको कारणले एकदम सर्ट क्लिप मात्र हाल्छ. धेरै पछि भ्लग गर्दैछ अहिले हामी पाल्पा जाँदैनौँ भनिसके मैले भनिसके. या गाइस हामी चाहिँ पहाडको बाटो सुरु भइसकेको छ. यतातिर सबै पहाड, यतातिर सबै पहाड. या गाइस झुलेर सक्नुहुन्छ. साइडमा हाम्रो लेफ्ट साइडमा पुरै हामी अब सिधै अब हामी यहीँबाट अझै बनेको So right now we are near दोकान खोला पुल चाहिँ यही हो है. अरूलाई चाहिँ एउटा छोटो ब्रेक लिएर आइसकेको छौँ. मामाहरू आउँदै हुन्छ. उताको भ्यू देखाउँछु मैले. हामीले फेरि आफ्नो सफरै भन्छ होला सुरु गऱ्यौँ. गन्तव्यतिर लागिसक्यो. हाम्रो जर्नी स्टार्ट भइसक्यो. छायामा बसेर खोलायौँ. बल्ल आउँदै हुनुहुन्छ. धेरै छैन. स्वतन्त्रताको नारा मेरो देश बहिरो छ. पाल्पाको स्पेसल अब के हुन्छ प्रडक्ट यहाँ भेटाउँला. अब हामी डाइरेक्ट है त. मेरो प्रेम सुहिरो छ. हामी चाहिँ अब नास्ता खाने ठाउँमा आइसकेको छौँ. यहाँबाट भ्यू हेर्न सक्नुहुन्छ. त्यहाँ हामी here are our paste. चाहिँ अघि पुरै छ्याप्पेर आयो. उफ यसको गाइज अझै हामी बट्याङ त आएको छैनौँ. पैसा गर्न भन्न लाग्यो तिनीहरूलाई. अब तिनीहरूले नमानेर यो चाहिँ पुरा नन स्टप है. नन स्टप बगिराख्ने. हामी चाहिँ यहाँ नास्ता खायौँ. त्यहाँ अब निस्किने. यो चाहिँ के होला क्या घर रहेछ तेरो. जाम म भित्र खुलै छ त्यो. खोलो हेरौँ. हामी चाहिँ दिउँदै खोला आइसकेको छौँ. हामी चाहिँ केराबारी कटेर अघि नै कटिसक्यौँ. केराबारी त बर्तुङ मात्र 5 किलोमिटर्स अवे है. यहाँबाट अब बर्तुङ पुगाइसक्यो. सिधै बर्तुङ भन्दा भन्दै फाइनली बल्ल 5 किलोमिटर्स.
यो चाहिँ यहाँको भ्यू। अझै हामी दामी भ्यू भएको ठाउँमा जाने हो। हामी चाहिँ अहिले बर्तुङको चोक उता बर्तुङभन्दा यति यता हाम र बर्तुङको बोर्ड बल्ल क्लियर देखियो। पाल्पाको हेलमेट बिना हेर्दा मोतीपुर जस्तै जान। तिनजना सबै लिगल छन् यार। हामी मात्र लिगल हो। लिगल भयो भने जालास फेरि हुन्छ। होइन रानी मल त कति महँगो होला, बहुत महँगो हेर्दा यस्तो देखिन्छ नि तर बहुत महँगो छ। माथि हेर्नु त्यो बाटो चाहिँ जान्न हो। माध्यमिक विद्यालय। यहाँबाट कोही स्टुडेन्टहरू मेरो भ्लग हेर्नुहुन्छ भने कमेन्ट गर्नु है। फर्स्ट टोली पहिला सेकेन्ड टोली खोइ हाम्रो थर्ड टोली। यहाँ पुरै डिजाइनै Right now we are at exact place त थाहा होइन तर बसन्तपुरसम्म थियो तानसेन बसन्तपुर। तर यो ठाउँको नाम फरक होला चाहिँ। Wow, दामी यार। भेट्नु जाने महल है। अब चाहिँ म्याक्सिमम 5 किलोमिटर होला यहाँभन्दा। सो अहिले चाहिँ हामी फाइनली रानी महल पुगिसकेको छौँ है जस्ट। अनि फेरि यहाँ चाहिँ एउटा बाइक या स्कुटी पार्किङको चाहिँ 10 रुपियाँ है। आउँदो भने झन् लिएर आउने होला। गर्मी छ, लास्टी गर्मी छ। कुन गाडी हो? सबको कान डुम्मा भयो। मेरो पनि डुम्मा भयो। पनि त पुरानो हो। यहाँबाट राजाहरूले टक्क भ्यू हेर्थ्यो होला। त्यो चाहिँ दामी।
छानपुरीहरू काली गलौटी पूजा गर्ने सामानहरू होइन पूजा गर्ने सामानहरू मन्दिर फोटो खिच्न मनाइ छ सरी शङ्ख यो चाहिँ यहाँको बरन्डा र यो अगाडिको भ्यू यहाँ पुरै फाउन्टेनहरू सायद यो त अब गार्डहरूलाई बस्ने हो क्या सायद त्यहाँ टावर जस्तो है यो नि बरन्डा टाइपकै होला अगाडि यस्तो दामी भ्यू so you guys wanna see what I'm seeing? See this. दामी यार भ्यू त दामी हाम्रो टोली फेरि उता यो चाहिँ मलाई सबसे सेटिस्फाइङ भ्यू लाग्यो यार अहिलेसम्म यस्तो दामी यो खोलाको जुन वेभ छ नि प्याटर्न यो र ओभरअल दामी पुरै भ्यूहरू स्कुल साइड घाम चर्किसक्यो ओ यहाँ खेत छ हेर्नलाई ओहो यो सिडी ए ठ्याक्क गेटमा ठ्याक्क यो चाहिँ यहाँबाट यहाँ माथि के हो यहाँ माथि देखिन्न के अरे लाइट भएको चाहिँ मैले पुरै टिन छ यो पछि बनाए त होला के अरे यार रानी महलको फुल भ्यू outside just यो मात्रै होला सायद रानी महलको फुल भ्यू र फ्रन्ट भ्यू सँगसँगै साइड भ्यू त देखिनु यहाँबाट बाई बाई I'm staying. यार यहाँ फुल टाने हो कि मैले 20 भन्दा माथि गएन अझै नि फुल छ पेट्रोल नि फुल छ एक्सिलेटर नि फुल छ कैलाशनगर 10 किलोमिटर्स अब चाहिँ हाम्रो डेस्टिनेसन भनेको माथि के भन्छ त्यसलाई पटडाँडा होइन यार के भन्छ यार के भन्छ अरे हो हामी कहाँ जानु लामो अरे बतासे डाँडा गएर हामी अब बल्ल खाना खान्छौँ टाइम चाहिँ सायद अहिले 2:30 भएको छ होला तो दामी भ्यू आयो स्ट्रगल इज रियल है गाइज यहाँ आएर पुरै रेड भइसकेछ यता हातमा पनि अब यो भुँडी चाहिँ पुरै ट्यान भएर कालो हुन्छ
अब चाहिँ हामी लागिसक्यौँ टाइम चाहिँ 5 बज्नु लागिसक्यो हेलो नमस्ते गाइस फेरि पनि आइसकेको छु दामी देखियो दामी तर मेरो हात पनि देख्यो रहेछ सो गाइस म चाहिँ तपाईँलाई यस्तो दामी भ्यू देखाउँछु अब इन फ्रन्ट अफ मी है सो लुक एट दिस क्यामेरामा त्यति देखिन्न कि जति दामी रियलमा देखियो पुरै क्लियर एकदम अनि वेदर पनि अब पानी पर्ला जस्तो भइसकेको छ अनि हाम्रो टोली अब यहाँ फोटोसुट हुँदैछ हाम्रो टोलीको यो बाँधनी हेर त पानी पर्यो मेरो चस्मा हो कहाँ थियो अघि यो सिनको मैले खिचिसकेँ पानी परिसक्यो मसँग तेरो फोन छ आइज यहाँको भ्यू चाहिँ बल्ल दामी देखिन्ला किनकि पानी पर्दैछ र उतातिरबाट घाम लागिरहेको डाइरेक्ट झन् दामी देखिदिएको यार हेर्दा हेर्दै सो गाइस पानी परेको अवस्था त्यसै त चिसो भयो त्यो झन् अब खामै गएको छ घाम लाग्यो पानी पर्यो सालको के अरे हाम्रो अगाडि चाहिँ माइजू हुनुहुन्छ त्यसपछि भाउजू मामाहरू त अगाडि हुनुहुन्छ हामीलाई कुर्दै हुनुहुन्छ सायद होइन कुर्दै नै हुनुहुन्छ हामी उता फोटो चाहिँ ढिलो भयो हाम्रो पछाडि चाहिँ एउटा गाडीले लिड गर्यो तर हामी त्यसलाई चिन्दैनौँ दामी मजा आयो चलाउनलाई किनकि यसमा फर्स्ट एक्सपिरियन्स भनौँ न मस्त यस्तै चलाइरह्यो किनकि मैले रिसेन्टली लाइसेन्स पाइसकेको छु त्यसमा हामी एलिजिबल टु राइड नाउ ओके फेरि भाइब दियो राम्रो भाइब दियो मलाई अब रोडभन्दा बेग्लै रोड छ यो अरू त के भन्ने हो र अब यो हावाको कमी थियो हावा पनि पीडा भयो हामी चाहिँ पाल्पा दरबार म्युजियममा आएको छौँ पाल्पा दरबार सङ्ग्रहालय चाहिँ पाल्पाको दरबार म्युजियम लेट्स गो चाहिँ तानसेन दरबार अनि यो चाहिँ पहिलाको दरबार अशोक स्तम्भ किराकोटहरू यहाँ धेरै कुराहरू रहेछ पाटन दरबार के भयो आराइएका मस्जिद था गुजुर उत्तर ढुङ्गा बादल ल्याइएको हो यतातिरबाट यसको माथि चढ ओहो काठको सिँढी रहेछ म्युजिकल रुम बोला क्यु डम्फु अनि खैजडी हुन्छ क्या होला खै खैजडी यहाँ लेखियो हारविना हार्मोनियम जस्तो तर हारविना हुन्छ पहिला है अनि यहाँ चाहिँ मलाई बाजाहरूको नाम त थाहा भएन र चाहिँ नेपालीहरूको के सम्बन्ध ढिमे गुल्ला बाजा सब तबेला जस्तो हो सारङ्गी मादल देखियो तर मादल त उतैको क्याटेगोरीतिर जस्तो कि माथि रहेछ मादल बाँसुरी ओ पहिलाको सिक्काको राम्रोसँग देखिन्न यार कसो भनेको ए यो टाइपराइटर यो नक्सा भन्नाले यहाँको सबै औजारहरू हुन्छ
मानापाथी पहिलाको वेजर के अरे सिस्टम बेलेर भाँडाकुँडा बेलेर यो के हो यो हाइलाइटमा है प्रोसेस अफ मेकिङ करुवा पहिला ड्रेसहरू अर्नामेन्ट के भन्छ यसलाई गरगहनाहरू ओहो यहाँ हाम्रो माटोको भाँडाहरू समथिङ वाटर बोट माटोको गाग्री पेपर नोट्सहरू इभोल्युसन ओए यो त मैले फर्स्ट टाइम देखेको थिएँ नर्मल नोटको यो पनि एउटा डिफ्रेन्ट छ यो ठुलो नोट पहिलाको छ यहाँ पनि पेपर नोट्स अफ डिफ्रेन्ट कन्ट्रिज कुन एरिया साङ्गीतिक उपकरणहरू चाहिँ ड्रेसहरू र यो चाहिँ औजारहरू सेवार भन्दा पनि यो चाहिँ पार्ट अफ कल्चर नै होला सायद पेन्टिङ हो क्या डोन्ट टच द ग्लास ओके पेन्टिङ ओह ठुलो झराप मानापाथी घोडी के हो यहाँबाट चाहिँ सबै थारूको कल्चर ड्रेस यही सामानहरू सबै थारू कल्चरहरूको यहाँ माछा मार्ने औजारहरू उहाँको हो खुर्पा हँसिया यता छोरा बुहारीको कोठा सेम बिहाकै थिम छ जाम सो यहाँ चाहिँ देखाउनलाई धेरै कुरा छ मेरो भिडियो धेरै नै लामो हुन्छ जस्तो यसपालि धेरै मेरो सेक्सन उही एभिएसन बम डिस्पोजर आर्टिलरी हामी चाहिँ लास्ट एन्ड टप फ्लोरमा आइसकेको छौँ ऐतिहासिक अभिकला महेन्द्रवीर विक्रम शाह महाराज सुरेन्द्रवीर विक्रम शाह श्रीपाद बडा महाराज धीराज पृथ्वीनारायण शाह नेसनल बिल्डर जङ्गे सब आर्मी जेनरल दामी यार हेर्न औरा दिस इज द मेन औरा गढी यता जितगढी किल्ला नुवाकोट किल्ला अनि यहाँबाट हाम्रो ऐतिहासिक सशस्त्र अस्त्र कक्षा आर्मरी दामी यार
उई लास्ट मेसिन गन उई सरहरू कार 98 जस्तो दामी यो तोप मैतिर एम गरेर बसेँ है यो त हजुर आए है यो पहिलाको आर्मर यस्तो दामी ड्रेसहरू यो ब्याच जनरल वेस दामी यो पद यो के भन्छ यसलाई पदक वीरता पदक यो पदकहरूको नाम दामी हामी चाहिँ म्युजियमबाट निस्किसकेको छौँ अब मेरो फोनमा चार्ज जम्मा 13% छ है 13 भन्दा पनि कम छ होला सायद अब जाने अब 6 बजी लगाइसक्यो 5:50 भयो पानी खिच्छ अब हामी डाइरेक्ट जान्छौँ गएको मैले भ्लग बनाउँदिनँ होला किनकि चार्ज छैन त्यही माथि स्टोरेज पनि मेरो एकदम लिमिटेड छ तेरो भयो सेयर सबै किधर ओके चाहिँ हाम्रो यो सो अहिले चाहिँ हामी मकन टोलमा छौँ यहाँको रोड एकदम दामी लाग्यो अब हामी रिटर्न आउँदैछौँ रिटर्न टिकट लिएर भगवान् कति ओह्रालो ओह्रालो हेर्नु दामी आज मलाई दामी सब्जी यति आइरहेको ओहो त्यो बेला सुरु हेर्नु हो नि बाटो त अति ओह्रालो भएन र So right now we are at धोबीधारा म के भन्दै थिएँ भन्दाखेरि मैले अब भ्लग गराउँदिनँ किनकि चार्ज 9% मात्र हो त्यही बाटोमा केही स्पेसल देखेछु भने भ्लग गराउँला नत्र म फोन राखेँ See you guys अब भाउजू आफ्नो रुमतिर जानुहुन्छ र हामी बुटोलतिर आउट पुगेर पहिला चार्ज गर्छु अनि बल्ल कल गर्छु सो अहिले चाहिँ हामी बढ्दुङको चोकमा छौँ ठ्याक्क यता गयो भने पोखरा र पछाडि गयो भने तानसेन र अहिलेको टाइम भन्ने हो भने अहिले ठ्याक्क 6:06 गइसकेको छ हेरौँ अब हामी बुटोल कति मिनटमा पुगिन्छ मिनट भन्दा कति घन्टामा पुगिन्छ कति टाइम लाग्छ हामी आनन्दले नै जान्छौँ हेरौँ 6:06 गइसकेको छ अहिलेलाई चाहिँ लेट्स सी यु सुन ओके पानी लास्टै बढिसक्यो चलाउनु नसकेको यहाँबाट बुटोल चाहिँ 28 या 29 किलोमिटर 30 किलोमिटर भनौँ न 30 किलोमिटर छ र अहिले टाइम भन्यो भने 6:30 हुने रहेछ पुग्न गाह्रै छ अब बुटोल कतै होटेल लिएर बसिन्छ जस्तो चार्ज त 4% भइसक्यो 4% स्विच अफ हुन लागिसक्यो अब फोन राम्रो अब बिदा भयो पानी सो हामी चाहिँ अहिले जोरधारा पुगिसकेको छौँ है अनि उता चाहिँ हामीले 4-5 ठाउँमा 2-3 ठाउँमा ल्यान्डस्लाइड भएको हल्का फुल्का ढुङ्गाहरू बाटोमा पनि देख्यौँ अहिले चाहिँ हामी धेरै अगाडि आइसकेको छौँ त्यही भएर हामीले आफ्नो टिम मेम्बर्सलाई कुरिदिरहेको छौँ जोरधारामा खाना हुन्थ्यो यहाँको स्पेसल पकौडाहरू बटुकोहरू तर वी आर अलरेडी फुल अनि जाडो पनि छ पानी पर्न सक्छ त्यही भएर यहाँ धेरै टाइम वेस्ट गरेर हुँदैन चार्ज अझै पनि 4% नि टिकिरह मेरो यहाँबाट बुटोल सायद कति हो र जोरधाराबाट 22-23 किलोमिटर सायद होला अझै आउनु होइन आई डोन्ट नो वेयर दे आर